यदि जनता सडकमा आउनुहुन्छ भने त्यो सडकमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि हुन्छ। अहिलेको अवस्था आउनुमा राजनीतिक दल जिम्मेवार, राजनीतिक दल सच्नु पर्छ, नसच्यो भने यो सकिन्छ। सत्तामा बस्ने, आफ्नो मान्छेहरूलाई बचाएर राख्ने, भ्रष्टाचारको फाइलहरू लुकाएर राख्ने अनि जवाफ हामीले दिनुपर्ने। 47 साल यताको उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने आवाज, हाम्रो आवाज सुनेर त्यसमा काम गर्न पावा। भ्रष्टाचारका यत्रा काण्ड छ, ती फाइलहरू लुकाउनुपट्टि नलागेर दोषीलाई कारबाही गर्नपट्टि लावा। देशैभरिका यति धेरै असरल आयोजनाहरू छन्, ती असरल आयोजनाहरू बनाउनुपट्टि लावा। भ्यू टावर होइन, देशैभरि 1 खर्ब भन्दा माथिको भ्यू टावर होइन, 4वटा स्टेडियम बनाउन लावा। दुध किसानले भदौदेखि दुधका पैसा पा छैनन्, ती पैसा भुक्तानीका लागि सरकार लावा। अहिले चैते धान लाउने बेला भयो, किसानले मल पाएका छैनन्, त्यसको व्यवस्थापनमा सरकार लाग्या भा। जनस्तरका जनजीविकाका मुद्दामा 2/3 सरकार लाग्या भा। जुन कुरा हामीले पटक पटक बोल्दै गर्दा गरेका चिजहरू, यी चिज नगर्दाको परिणाम देखिन थालेको छ सडकमा। नेता तन्त्रबाट जनता पीडित छ र नेता तन्त्रको अन्त नहुन्जेलसम्म जनताको विश्वास बढ्दैन। जरिमाना पनि महानगरपालिकाको हामीले नै तिरे जस्तो लाग्छ। जब हजारौं मान्छे सडकमा आउँछ त्यसपछि त्यो तरङ्गित हुनु स्वाभाविक नै हो। नेपाली कांग्रेसलाई गएर सोध्नुस् तपाईँ, प्रतिपक्षमा हुँदाखेरि चाहिँ तपाईहरूले यो छानबिन गरौं भन्ने, सत्ता पक्षमा आएपछि छानबिन गर्नु पर्दैन भन्ने। 38 मिनटको वक्तव्यमा भुटानी शरणार्थी काण्डको छानबिन कहाँ के हुँदैछ त्यो विषय आउँदै आएन। त्यो 38 मिनटको वक्तव्यमा गिरिबन्धुको कुरै निक्लिएन। ती आवाजहरू नसुन्दाको परिणामहरू सडकमा देखिन थालेका छन्। तिम्रो कार्यकर्ताले राति जाँड खाएर प्रहरी कुट्छ, त्यसलाई कारबाही गरेको खोइ त हैन। भुटानी शरणार्थीको कारबाही गरेको खोइ त। अहिले सदनमा प्रतिपक्षले अघि 40 मिनट बोल्नुभयो, अर्को 30 मिनट बोल्दै हुनुहुन्छ। त्यो बोलेर पुरानै गाथाहरू सुनाएर त रिजल्ट केही पनि परिवर्तन हुँदैन नि। 47 यताका उच्च पदस्थ जो यो देशका उच्च पदमा थिए, उनीहरूका सम्पत्ति छानबिन गर्ने विषय बहस बेसमारी बन्ला कि भन्ने चिज थियो, त्यो पनि आएन। कुलमानजीमाथि त्यो शैली, अनि यो धरतीमा एउटा मेयरमाथि देशको प्रधानमन्त्री 3 वर्षसम्म 2.5 वर्षसम्म चाहिँ लागै कहीँ गरेर देख्नु भएको छ। उहाँ त कूटनीतिक रूपमा अन्तर्राष्ट्रिय मञ्चहरूमा अन्तर्राष्ट्रिय राष्ट्राध्यक्षहरूसँग होला नि त बेल, उहाँ त मेयरसँग वडाध्यक्षसँग लाग्नुहुन्छ। शैली कस्तो छ, चरित्र कस्तो छ, अझै राजनीतिक संस्कारका कुराहरू हामी युवाहरूलाई भन्दै हुनुहुन्छ। क्लियर छ, कुलमानजीको पक्षमा हामी छौँ। कुलमानलाई धावा बोल्न थाल्यो, गणतन्त्रमाथि चौथपी बोल्न थाल्यो। अब राजनीतिक दलहरू चाहिँ कसरी के अरे सकिने कि सचिने भन्न थाल्यो कि के गर्नुपर्छ? राजनीतिक दलहरू यसै गरी चल्ने हो, अब सचिनुपर्छ? होइन, हामी लोकतन्त्रमा जानुपर्छ। अहिले दलतन्त्र र दलपति तन्त्र, यहाँ नेता तन्त्रबाट जनता पीडित छन् र नेता तन्त्रको अन्त नहुन्जेलसम्म जनताको विश्वास बढ्दैन। यो सबै जनतामा निराशा भएको कारणले, जनतामा जुन खास गरी राजनीतिक दलको नेताको जुन लुट चलिरहेछ या उसको परिवारको जुन लुट चलिरहेछ, कोही सुन तस्करीदेखि लिएर कोही पराक्रम मन्त्री बन्नेदेखि लिएर कोही ठेकापट्टादेखि लिएर आफ्नै तन्त्र जुन कायम गरिरहेको छ लोकतन्त्रको नाउँमा, त्यसको विरुद्धमा जनता छ। त्यस कारणले मेरो बुझाइमा त्यो अहिलेको अवस्था आउनुमा राजनीतिक दल जिम्मेवार, राजनीतिक दल सच्नु पर्छ, नसच्यो भने यो सकिन्छ। अब त्यसमा किन झगडा गर्ने? जसले गरे पनि राष्ट्रवादीले गरेको, जनताले गरेको हो। जनताको त्यो विशाल जनसहभागिताबाट एयरपोर्टबाट निर्मल निवास हामी छु राजा, तपाईँलाई हामी साथ दिन्छु भनिकन गरेको हो। जसले जस लिए पनि मलाई कुनै आपत्ति हामीलाई छैन। कसले गरेको होइन भन्ने कुरो मिडियाका मेरा मित्रहरूलाई स्पष्टसँग थाहा छ। जरिमाना पनि महानगरपालिकाको हामीले नै तिरे जस्तो लाग्छ। हस् त, धन्यवाद। सत्ता पक्षका मान्यज्यूहरूको विशेष समयका अभिव्यक्तिहरू र प्रमुख प्रतिपक्ष दलका नेताका अभिव्यक्तिहरू पनि नजिकबाट नियाले सुने। यो 18 वर्ष यता र समग्र 46 यताको 35 वर्षको असक्षमताको आरोप एकले अर्कालाई लाउने काम भयो। बिग्रेका कुराहरूको जस अर्कालाई थुपार्ने, गरे अलिअलि भएका काम आफ्ना जस लिने रोचक तरिकासँग घोचबेच भयो। यसबीचमा त्यो देशको ठुला दलका महामन्त्रीज्यूले 38 मिनट लामो वक्तव्य पनि सुने। त्यसमा सरकार बन्दा ताकाको 7 बुँदा
का विषयमा यो गठबन्धनले 7 पटक पनि मिटिङ नगरेको, संविधान संशोधनका विषयहरूमा 7 पटक पनि मिटिङ नबसेको विषय आउँदै आएन। हामीले पटक पटक यो सदनमा आएदेखि 47 यताका उच्च पदस्थ जो यो देशका उच्च पदमा थिए उनीहरूका सम्पत्ति छानबिन गर्ने विषय बहस बेसमारी बन्ला कि भन्ने चिज थियो, त्यो पनि आएन। हामी आउँदै गर्दा असन्तुष्टहरूको वितृष्णाको मत भनिन्थ्यो, त्यो असन्तुष्ट आवाजहरू हामीले 2.5 वर्ष सदनमा जनस्तरका आवाजहरू विपत्ता बोल्दै गर्दा नसुनिएका आवाज गत 25 गते पछाडि अलि तरङ्गित हुन थालेका कुरा आजको दुईटै दलका नेताहरूको वक्तव्यबाट आवाज भयो। लोकतान्त्रिक शैली, यो व्यवस्थाको विधान सम्बद्ध आएको दलले जनस्तरमा उठेका विषयहरू सदनमा प्रस्तुत गर्दाखेरि नसुन्दाको परिणामको हेक्का यो गठबन्धनलाई अझ पनि भएको छैन। समग्रमा ती दुईटा वक्तव्य 35 वर्षको आफूले आफ्नो असमझदारी ढाक्नलाई र ती असमझदारी एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न बित्यो। रोचक 38 मिनटको वक्तव्यमा भुटानी शरणार्थी काण्डको छानबिन कहाँ के हुँदैछ त्यो विषय आउँदै आएन। त्यो 38 मिनटको वक्तव्यमा गिरीबन्धुको कुरै निक्लिएन, यी बीचका काण्डका विषय निक्लियो। कसरी गर्ने छानबिन भने छ त नयाँ दलले 47 यता उच्च स्तरको एउटा स्वतन्त्र आयोग बनाउने, बोलै छौँ त यो विषयमा बहस भएन। 25 गतेको पछाडिको केही तरङ्गहरू आरोप प्रत्यारोपमा बिताइयो। अब मेरो बोल्ने समय आउँदैछ भनेर भन्नुभयो। अब कहिले हो सभापतिजी बोल्ने, कहिले आउनुहुन्छ संसद, के उहाँको निलम्बनको के भइरहेको छ? कानुनी लडाई लड्दै हुनुहुन्छ। सदनमा जसरी संसद पदको निलम्बन गरियो यो संवैधानिक छैन, हामीले भनिराखेका छौँ। जुन छैन यो बीचमा कानुनी लडाई लड्दै गरे सभापतिज्यू अब केही निकट भविष्यमा नै केही समयमा नै उहाँले संक्षिप्त वक्तव्य सहित आउनुहुन्छ। अब अस्ति 25 गते राजा पोखराबाट काठमाडौँ आउँदा स्वागतका लागि जुन प्रकारको जनतामा एउटा अहिलेको नेतृत्वहरूप्रति, राजनीतिक दलहरूप्रति जुन आक्रोश देखियो, यो आक्रोशलाई चाहिँ यहाँको पार्टीले यहाँले कसरी दिनुभएको छ? मैले अघि नै जोडिसकेका छु, यो विधि यो संविधान मानेर नयाँ दल यो सदनमा आयो र ती आक्रोशहरू, जनस्तरका ती आक्रोशहरू हामीले सृजनात्मक शैलीसँग, मर्यादित शैलीसँग, विधिसम्मत तरिकासँग यो सदनमा उठायौँ र राख्यौँ। त्यो राख्दा राख्दै हामीलाई गरेको उपेक्षा र ती आवाजहरू नसुन्दाको परिणामहरू सडकमा देखिन थालेका छन् र त्यो नयाँ दलप्रति जसरी प्रतिस्रोत साँचियो नि, त्यो प्रतिस्रोत साँच्दाका परिणामहरू पनि तल सडकमा देखिया छन्। ती सडकमा आम नागरिकहरू हुन्, ती पनि जनता हुन्। अब अहिले जस्तो नेतृत्व गरिरहनु भएको छ प्रमुख दुईवटा नेता, विशेष गरी नेपालको प्रचण्ड, ओली र देउवा, केही भएको छ त्यो त सामान्य हो। एक तरिकाले पनि उहाँले आकलन गरिरहनु भएको छ, यो उहाँलाई महँगो पर्छ। आज यो रोचक छ, उहाँले केही पनि होइन भन्नुभयो, उहाँकै दलको महामन्त्रीले 38 मिनटको भाषणमा केही हो भन्नुभएको, प्रमुख प्रतिपक्ष दलको नेताले केही होइन नभन्नुहोस् है केही हो वाहा भन्नुभएको भनेको। म फेरि पनि समग्रतामा तपाईँहरूलाई जोड्न चाहन्छु। विधिसम्मत तरिकासँग यो व्यवस्थामा संवैधानिक बाटो मार्फत दल दर्ता गरेर आएको एउटा नयाँ दल माथिको जुन किसिमको राजनीतिक प्रतिस्रोत साँचियो नि, त्यस पछाडिका घटनाक्रमहरू पनि त्यहाँ ती आक्रोशहरू सुनेर 47 साल यताको उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने आवाज, हाम्रो आवाज सुनेर त्यसमा काम गर्न पाए भ्रष्टाचारका यत्रा काण्ड छ, ती फाइलहरू लुकाउनुपट्टि नलागेर दोषीलाई कारबाही गर्नपट्टि लाभा
देशैभरिका यति धेरै असरल आयोजनाहरू छन्, ती असरल आयोजनाहरू बनाउनुपट्टि लाभा भ्यू टावर होइन, देशैभरि 1 खर्बभन्दा माथिको भ्यू टावर होइन, 4वटा स्टेडियम बनाउन लाभा। दुध किसानले भदौदेखि दुधका पैसा पाए छैनन्, ती पैसा भुक्तानीका लागि सरकार लाभा। अहिले चैते धान लाउने बेला भयो, किसानले मल पाएका छैनन्, त्यसको व्यवस्थापनमा सरकार लाग्या भए, जनस्तरका जनजीविकाका मुद्दामा 2/3 सरकार लाग्या भए, जुन कुरा हामीले पटक पटक बोल्दै गर्दा गरेका चिजहरू, यी चिज नगर्दाको परिणाम देखिन थालेको छ सडकमा। त्यो बिल्कुल त्यो तथ्यहीन भ्रामक समाचारहरू त्यो राजनीतिक प्रतिस्रोतको कुण्ठामा रहेर अनि फेरि अरू भ्रम छर्नका लागि रचिएको ती भ्रामक शैली हिजैदेखिको, यो दल दर्ता भएदेखिको हो। अब मुद्दा लाग्दा पनि नयाँ कुरा सुरु गरेछन्, यो नौलो होइन, भ्रामक कुरा हो। उहाँ वर्तमान होइन, पूर्व हो। अनि पूर्वले जे पनि भनिरहनु भएको छ सोसियल मिडियामा, मैले यसमा नयाँ टिप्पणी गरिनँ। अब अहिलेको सरकार एउटा काम गर्ने संस्था, आफ्नै सरकार मार्फतको संस्था विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान किसिमलाई कसरी निकाल्ने भनेर मैले सदनमा पनि बोलिसकेका छु, समितिमा बोलिसकेका छु। हेर्नुहोस् न, नयाँ दलमाथि प्रतिस्रोत, एउटा देशका अभियन्ता काम गरेका मान्छेहरूको माथि त्यो कुलमानजीमाथि त्यो शैली, अनि यो धरतीमा एउटा मेयरमाथि देशको प्रधानमन्त्री 3 वर्षसम्म 2.5 वर्षसम्म चाहिँ लागै कहीँ गरेर देख्नु भएको छ। उहाँ त कूटनीतिक रूपमा अन्तर्राष्ट्रिय मञ्चहरूमा अन्तर्राष्ट्रिय राष्ट्राध्यक्षहरूसँग होला नि त बिल, उहाँ त मेयरसँग वडाध्यक्षसँग लाग्नुहुन्छ। शैली कस्तो छ, चरित्र कस्तो छ, अझै राजनीतिक संस्कारका कुराहरू हामी युवाहरूलाई भन्दै हुनुहुन्छ भनेको यी शैलीहरू, यी संस्कारहरू, जुन चिजहरू यो 35 वर्षमा चलाइयो, यो बीचको विकृतिका ती तलका यो विकृति भयो है, खबरदारी गर्नु भनेर हामी 21 जनालाई पठाउँदाखेरि हामी 21 जनालाई गरिएको उपेक्षा थप अरू सडकमा देखिन थालेको छ। होइन, यो क्लियर छ, कुलमानजीको पक्षमा हामी छौँ। कुलमानजीको पक्षमा यदि जनता तलब, आम नागरिकहरू तलब सडकमा आउनुहुन्छ भने त्यो सडकमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि हुन्छ। राजनीतिमा हामीले एउटा स्वाभाविक रूपमा लिनुपर्ने कुरा के हो भने, जब हजारौं मान्छे सडकमा आउँछ त्यसपछि त्यो तरङ्गित हुनु स्वाभाविक नै हो, त्यसलाई हामीले उपेक्षा गर्नु हुँदैन। किनकि अघि नेकपा माओवादीका अध्यक्ष र पूर्व प्रधानमन्त्रीज्यू प्रचण्डज्यूले बोल्दै गर्दाखेरि एउटा कुरा के भन्नुभयो भने, कसको पोस्टर लिएर आयो र कसको निर्देशनमा आयो भन्ने त्यो आशंका गौण हो। पहिलो प्रसङ्ग त के हो भने सबै नेपाली आए, त्यहाँ सडकमा आएका त विदेशी नागरिक होइनन्। त्यसैले त्यसलाई सिरियसली लिनुपर्छ र त्यसलाई हामीले गम्भीर रूपमा त्यसको के हो त भनेर अध्ययन पनि गर्नुपर्छ, एउटा कुरा। त्यसपछि तपाईँले भन्नुभयो नेपाली कांग्रेसको महामन्त्री गगन कुमार थापाले त्यहाँ बोल्नुभयो भनेर, उहाँले बोल्दै गर्दाखेरि धेरैवटा कुरा प्रस्ट्याउने प्रयास गर्नुभयो, तर त्यो कुरामा छुनु भएन जुन कुरा प्रतिको असन्तुष्टिको उपस्थिति अस्तिको सडक प्रदर्शन थियो, उपस्थिति थियो, प्रदर्शन भन्दा पनि उपस्थितिको जुन छ सुशासन खोइ त हैन। तिम्रो कार्यकर्ताले युनिभर्सिटीमा तोडफोड गर्छ त्यसलाई कारबाही गरेको खोइ त, तिम्रो कार्यकर्ताले स्टेडियममा मान्छे कुट्छ त्यसलाई कारबाही गरेको खोइ त, तिम्रो कार्यकर्ताले राति जाँड खाएर प्रहरी कुट्छ त्यसलाई कारबाही गरेको खोइ त हैन। भुटानी शरणार्थीको कारबाही गरेको खोइ त, प्रतिपक्षमा हुँदै गर्दा बोलेको गिरिबन्धु अहिले कहाँ गयो हैन। टेरामक्सको कारबाही किन हुँदैन, वाइड बडीको प्रमाणै आइसक्यो किन छुँदैन, कर्मचारीलाई मात्र थुनेर नेता बचेर बसिरहेको छौ, यो हो असन्तुष्टिको कारण हैन। पब्लिक सर्भिस डेलिभरीमा केही पनि इम्प्रुभमेन्ट छैन, संघीयताको अभ्यासमा कानुनै बनिराखेको छैन, अनि कार्यकर्ता भर्ती केन्द्र जस्तो मात्र संघीयताको अभ्यास गरिरहेको छौ। यो हो मेन त्यहाँको असन्तुष्टि, अस्तिको हजारौं मान्छे आउने असन्तुष्टि खोइ, असन्तुष्टिको कारण यो हो, तर त्यसको जवाफ खोइ
त्यसको जवाफ त छैन होइन। अनि उहाँ चाहिँ एक्सन प्लान लिएर यहाँ सुनाउनु भयो, लामो एक्सन प्लान सुनाउनु भयो। हामीलाई एक्सन प्लान होइन, हामीलाई रिजल्ट चाहिएको छ। अस्तिको हजारौं त्यो तन्नेरी त्यो पुस्ताहरूले के भनिरहेको छ भने तिमी वर्षौंदेखि एक्सन प्लान सुनाइरहेको छौ, तर हामी चाहिँ इन्टरनेसनल युनिभर्सिटीमा एडमिसन खोजिरहेको छौं। तिमी जहिले पनि आउँछौ, हामीले यो गर्यौं, हामीले त्यो गर्यौं भनेर सुनाउँछौ, तर सबैजना रोजगारीको लागि मिडल इस्ट गइरहेको छ हैन। तिम्रो मान्छेले यहाँ शपथ ग्रहण गर्दै गरेछ, हाम्रो मान्छे बाक्सामा मरेर आइरहेको छ। अनि सरोकार त्यहाँ हो, त्यसको रिजल्ट चाहियो हामीलाई। के गरिरहेको छौ तिमी, त्यो कसरी घटिरहेको छ भनेर। त्यसमा त छैन। दैनिक 7 जना सडक दुर्घटनामा मरिरहेको छ, दैनिक 7 जना। तर तपाईँ लाइसेन्स बेचिरहनु भएको छ र लाइसेन्स बेच्नेलाई कारबाही पनि गर्नुहुन्न हैन। हामीले खोजेको त्यो हो, अस्तिको हजारौं मान्छेले खोजेको त्यो हो, तर उहाँहरू आज पनि आएर त्यही पुरानो गाथाहरू सुनाइरहनु भएको छ, त्यही पुरानो योजनाहरू सुनाइरहनु भएको छ। त्यसैले गर्दा त्यो उपस्थितिको असन्तुष्टि त्यही हो। तर यो भन्दै गर्दा डेमोक्रेसीमा कम्प्रोमाइज चाहिँ गरिँदैन, डेमोक्रेसीमा कम्प्रोमाइज हुँदैन हैन। होइन, राज संस्था आउने सम्भावना यो संविधानैले दिएको छ नि हैन। 2084 मा निर्वाचन हुन्छ, त्यहाँ तपाईँ निर्वाचनमा बहुमत लिएर आउनु, 2/3 लिएर आउनु, संविधान संशोधन गर्नुस् आउनुस्। त्यसैले गर्दा त्यो त छ हो। तपाईले सोध्नु भएको पहिलो संविधान सभाको बैठकबाट गणतन्त्र घोषणा भयो। पूर्व राजा ज्ञानेन्द्र शाहले नारायण हिटीमा त्यसलाई देखेर स्वत स्फूर्त पत्रकार सम्मेलन गरेर नारायण हिटी त्यागे। त्यस्तै आजको सरकारको नेतृत्व गर्नेहरू अहिले यति अलोकप्रिय बन्दै गएका छन् र अलिक अस्ति जुन किसिमको चाहिँ हामीले त्यो मास देख्यौँ जन्म संग्रह भएर अथवा त्यो खालको म्यान्डेट लिएर त होइन। गिरिजाबाबुले त्यस बेला त प्रतिनिधि सभा पुनर्स्थापना भनेर एजेन्डा उठाउनु भएको सुरुमा यो खालको चाहिँ लजिक अहिले राजावादी र राष्ट्रवादी भन्नेहरूले त गरिरहेका छन् नि समाजमा। ठिक छ। त्यो के हो त, सहमतिको बुदाहरू छैन नि त आएको होइन। पहिला त त्यो आउनु पर्यो नि होइन। तपाईँले त्यो ओरली आएर त भएन नि, इन्स्टिट्युसनली आउनु पर्यो, प्रक्रियागत रूपमा आउनु पर्यो होइन। तपाईँले चाहिँ भरेको खाना तपाईँलाई कस्तो लाग्यो भनेर मलाई अहिले सोध्न पाउनुहुन्न के, किनकि म भरे के खाँदैछु भन्ने मलाई मेनु नै थाहा छैन। त्यसैले गर्दा यो प्रोसेस वाइज जानुपर्छ, एजेन्डा बुदागत रूपमा आउनुपर्छ होइन। अहिले सदनमा प्रतिपक्षले अघि 40 मिनट बोल्नुभयो, अर्को 30 मिनट बोल्दै हुनुहुन्छ। त्यो बोलेर पुरानै गाथाहरू सुनाएर त रिजल्ट केही पनि परिवर्तन हुँदैन नि होइन। अहिले मन्त्री परिषदले कुलमानलाई लखट्दैछ, कुलमानलाई स्पष्टीकरण सोध्दैछ, हामी गिरोबन्धु के गर्यौ भनेर सोध्दैछौँ। गर्नुपर्ने काम के हो, म्यान्डेट के हो, 7 महिनामा 7 बुँदे 7वटा दलले गर्नुपर्ने के हो उहाँहरूलाई थाहा छैन। यहाँ आएर यो गर्नुपर्छ भनेर वर्षौंदेखि त त्यही सुनाइरहनु भएको छ। हामीले वी निड रिजल्ट नाउ, रिजल्ट के प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीबाट तपाईहरु गइसक्नु हामी त्यो छ त र पार्टी सभापति रवि लामी छाने तपाईहरुको पार्टी सभापतिले पनि हिजो अहिलेको जुन अस्तिको मासको त्यो 2/3 को सरकारलाई चाहिँ सोध्नुस् उहाँहरुकै क्रियाकलापले यो बढ्दै छ भन्ने उहाँले प्रतिक्रिया दिनुभएको छ। त्यही हो। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा बोकिसक्यो। अब सेरोमोनियल किङको विषयमा छलफल गर्न सक्दैन अहिलेको। सुन्नुस् न, तपाईलाई अघि म एकजना साथीलाई पनि भन्दै थिएँ, तपाई 9 क्लासमा पढिरहेको बेलामा तपाईलाई एसएलसीको क्वेशन जवाफ दिनु पर्दैन भन्न मिल्छ? मिल्दैन नि। आज पालो सदनमा होस्, सडकमा होस्, समाजमा होस्, संगठनमा होस्, दलमा होस् हैन, सबैतिर आज प्रश्नको जवाफ दिने पालो सत्ता पक्षको हो। उहाँहरूले जवाफ पहिला दिनुपर्छ। सत्तामा बस्ने, आफ्नो मान्छेहरूलाई बचाएर राख्ने, भ्रष्टाचारको फाइलहरू लुकाएर राख्ने, अनि जवाफ हामीले दिनुपर्ने हैन। त्यो त्यही प्रश्न हैन न, त्यो प्रश्न उहाँलाई हो हैन। आज आउँदै हुनुहुन्छ, उहाँ निस्किनुहुन्छ, उहाँहरूलाई सोध्नुस् न हैन। उहाँहरूलाई सोध्नुस् यो गर्नुपर्छ भनेर भन्नुहुन्छ, सधैँ ठग्नुहुन्छ हामीलाई, परिणाम खोइ त हैन। त्यो कुरा हो नि छ हैन। उहाँहरूले हेर्नुहोस्, नेपाली कांग्रेसलाई गएर सोध्नुस् त भाइ, प्रतिपक्षमा हुँदाखेरि चाहिँ तपाईहरुले यो छानबिन गरौँ भन्ने, सत्ता पक्षमा आएपछि छानबिन गर्नु पर्दैन भन्ने हैन। त्यसैले गर्दा आज प्रश्नको जवाफ दिने पालो सत्ता पक्षको। त्यसपछि हामी प्रश्न पनि लिएर आउँछौँ, हामी जवाफ पनि लिएर आउँछौँ, हामी योजना पनि लिएर आउँछौँ। धन्यवाद।